मलाई केही पनि चाहिन्न। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यही ओछ्यान लाउने हो, त्यही सुत्ने जेसुकै गरेर आफ्नो बुद्धि लगाएर गर भनेको त्यो जेसुकै गरेर गर्दै नगर अहिले पनि भन्ने त्यही हो। जहिले पनि भन्ने कुरा हरेक युवाले कुनै काम गर्दाखेरि कसैलाई सोधेर कसैको पुच्छर लाएर काम गर्ने होइन, आफ्नो बुद्धिले काम गर्ने हो। अब यो त अपरझट किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि अपरझट अब अहिले नै यो गर्छु भन्ने कुरा चाहिँ नसोध्नुहोस् तपाईहरुले। पहिलो काम चाहिँ मन्त्रालयमा गएर अब के छ त्यो कुरा बुझ्ने हो। यस्तो मात्र होइन, सधैँ हुन्छ चुनौती, आज मात्रै हुँदैन। यो जस्तो यो आज मन्त्री बन्दै गर्दा तपाईले अस्तिसम्म म मन्त्री नबनौला भनिरहनु भएको थियो, तर मन्त्री बनिहाल्नु त्यो जिन्दगीमा ठेगान हुँदैन के, भर हुँदैन। कुनै कुरा यस्तो हुन्छ जो गर्दिन भन्दाखेरि गर्नुपर्ने बाध्यता हुन्छ। अहिलेको भएको बाध्यता त्यही हो। तपाईले जस्तो मलाई मन्त्री नभन्नु भन्नुभयो नि, जस्तो मैले वीरगञ्ज कृषि औजार कारखाना चलाउँला भनेर भनेको होइन, परिस्थिति आइपर्यो। अब यो मन्त्री पनि यस्तै हो। यो गर्दिन भन्दा भन्दै पनि परिस्थितिमा आइपरेपछि छोरो भएपछि चाहिँ अगाडि बढ्नु पर्छ।